नेपालीको आवाज नेपाली साहित्य संस्कृतिको पहिचान भाषा अनि गीत संगीतको विश्वव्यापी हाम्रो अभियान नेपाली साहित्य संस्कृतिको पहिचान भाषा अनि गीत संगीतको विश्वव्यापी हाम्रो अभियान भाषा अनि गीत संगीतको विश्वव्यापी हाम्रो अभियान रेडियो हिमालय रेडियो हिमालय रेडियो हिमालय रेडियो हिमालय। नमस्कार। रेडियो हिमालय.com को प्रसारण सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ। म बुद्धि विश्वकर्माको। रेडियो हिमालय.com नेपाली भाषा साहित्य संगीत र संस्कृतिको विश्वव्यापीकरण अभियान हो। हामी काठमाडौँबाट बोलिरहेका छौं। रेडियो हिमालय.com 24 घण्टा प्रसारणमा रहेको अनलाइन नेपाली रेडियो तपाईं सुन्न सक्नुहुन्छ www.radiohimalaya.com र अन्य थुप्रै मोबाइल एपहरूमा। रेडियो हिमालय.com मा हामी प्रत्येक दिन बेलुकी 10 बजेपछि लगभग राति 12 बजेसम्म नेपाली समयअनुसार तपाईहरुसँग दोहोरो बातचित गर्छौं, सुख दुःख बाँड्छौं, गीत गजल कविता मुक्तकहरू सुन्छौं र तपाईका जीवनका अनुभवहरू पनि सुन्छौं र सबैलाई सुनाउँछौं। आजको प्रसारणमा कोलोराडो अमेरिकामा विगत 11 वर्षदेखिबाट बसिरहनुभएका मणिराज बस्नेत हुनुहुन्छ। उहाँ गीतकार र उहाँले भर्खरै मात्र एउटा प्रवासीको मन भन्ने गीती संग्रह प्रकाशनमा ल्याउनु भएको छ। मणिराज बस्नेतको स्थायी घर फर्पिङ हो। काठमाडौँको त्यो सुन्दर ठाउँ फर्पिङलाई छोडेर 11 वर्षदेखिबाट त्यो परको शहर र धेरैले भनेको सपनाको शहरमा बसिरहनुभएका मणि बस्नेतसँग प्रवासी मन कस्तो हुँदो रहेछ, प्रवासी मनभित्र के कुराहरू खेल्दा रहेछन् र ती मनमा खेलेका कुराहरू गीत भएर कसरी निस्किँदा रहेछन्। आजको प्रसारणमा हामी यही विषयमा कुराकानी गर्नेछौँ र प्रवासी मनभित्र संग्रहित केही गीतहरू पनि हामी सुन्नेछौँ। घर अनि साथी भाइ छोडेर मनको इच्छा मनैमा मरेर हिँड्नु पर्यो परदेशी हुनलाई आफ्नो माटो सम्झेर रुनलाई आफ्नो माटो सम्झेर रुनलाई मर्छु क्यारे पिरले मता डर लाग्छ मनमा व्यथाहरू बल्झिँदैछन् वनमा राजै वनमा मर्छु क्यारे पिरले मता डर लाग्छ मनमा
व्यथाहरू बल्झिँदैछन् वनमा र झै वनमा न दिनमा भोक न निन्द्रा रातिमा आगो ज्वाला दन्किन्छ किन छातीमा आगो ज्वाला दन्किन्छ किन छातीमा गाउँ घर अनि साथी भाइ छोडेर मनको इच्छा मनैमा मरिएर हिँड्नु पर्यो परदेशी हुनलाई आफ्नो माटो सम्झेर रुनलाई आफ्नो माटो सम्झेर। यतिखेर उहाँ हामीसँग हुनुहुन्छ। नमस्ते हजुर नमस्कार। कहिले आइपुग्नु हुने? म आएको लगभग 1.5 महिना जति भयो र अब 1 हप्ता जतिमा फेरि फर्किँदैछु। तपाईँले आजभन्दा 11 वर्ष अगाडि छोडेर गएको नेपाल र अहिले यो 11 वर्षपछिको नेपालका बीचमा अन्तर के पाउनु? खासै अन्तर त मैले त्यस्तो केही पनि पाएको छैन। लगभग उस्तै लाग्छ अहिले पनि। जुन नेपाल म 11 वर्ष अगाडि छोडेर जाँदाको थियो त्यही नेपाल नै छ अहिले पनि। विशेष त काठमाडौँ भनौँ, म काठमाडौँ वरिपरि नै बस्ने भएकोले खासै त्यस्तो फरक केही पनि पाएन। एकदमै भिडभाड, सबै ट्राफिक जाम, यताउति नियम कानुन, कुनै पनि कुरा फलो भएको जस्तो लाग्दैन। पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ। हल्का गाउँघरतिर अलिकति विकास भएको हो कि भन्ने चाहिँ नि नयाँ नयाँ बाटाहरू खुलेका छन्, तिनीहरूले चाहिँ अलिकति त्यस्तो झल्काउँछ। नत्र भने सामान्यतया उस्तै लाग्छ मलाई। फर्पिङ भन्ने बित्तिकै एउटा ऐतिहासिक ठाउँ हो। त्यहाँ नेपालको पहिलो जलविद्युत आयोजना, त्यहाँबाट नेपालमा बिजुली बल्यो। अनि फर्पिङतिर नासपति पनि बेसरी फल्छ। अनि दक्षिणकाली जाने बाटो पनि फर्पिङ नै हो। अहिले त उता माथि कुलेखानीतिर माछा खान पनि फर्पिङतिरबाटै गइन्छ। तपाईँले फर्पिङको कुन चाहिँ कुराले अलि बढी सताउँछ कोलोराडोमा बस्दाखेरि? अब मलाई फर्पिङको मात्र नभइकन नेपालकै यो झल्कोले चाहिँ एकदमै सताउँछ। अब त्यहाँमाथि फर्पिङ मेरो जन्मथलो, मेरो जन्मठाउँ, एकदम रमणीय सुन्दर वातावरण भएको ठाउँ, स्वच्छ हावापानी, एकदम रमणीय वातावरण छ फर्पिङमा। तपाईँले भनिहाल्नुभयो नेपालमा पहिलो जलविद्युत योजना पनि फर्पिङमै थियो। र त्यहाँको नासपाती, फर्पिङको नासपाती भन्ने त सायद सम्पूर्ण नेपालीहरूलाई थाहा नै होला, त्यति प्रख्यात छ। र तपाईँले भने जस्तै अब त्यहाँ नयाँ बाटो खुलेको छ। कुलेखानी मात्र होइन, अहिले काठमाडौँबाट फर्पिङ हुँदै वीरगन्जसम्म 5 घन्टामा वीरगन्ज पुग्न सकिन्छ। गाडीहरू चल्छन्। त्यति चाहिँ अलि खुसीको कुरा लाग्छ भनौँ, विकास भएको भनौँ अथवा के भन्ने त्यसलाई। जस्तो हामीलाई वीरगन्ज जानलाई तपाईँको 1 दिन लाग्थ्यो अथवा 2 दिन लाग्थ्यो भने अहिले हामी 1 दिनमा गएर बिहान गएर बेलुका फर्किन सक्ने स्थिति छ। तपाईँको प्रवास बसाइ 1 दशक पनि कटिसक्यो। एउटा आवश्यकताले तपाईँ जानुभएको थियो, एउटा सुखद भविष्यका निम्ति एउटा परिस्थितिले तपाईँलाई त्यहाँ पुर्यायो। अब त नेपालमै फर्किएर केही गरौँ भन्ने पनि लाग्नुपर्ने हो, लाग्छ पनि होला। यो विषयमा पनि थोरै जान्न पायो। हजुर अवश्य पनि लाग्छ। र अहिले पनि प्रवासमा रहेर नेपाल र नेपालीहरूको लागि के गर्न सकिन्छ भन्ने हामी सोच्छौँ। त्यसअनुसार जे जति सकिन्छ त्यसको लागि हामी अगाडि बढिरहेका पनि छौँ। हाम्रा विभिन्न सङ्घ संस्थाहरू छन् उता पनि। र एउटा संस्था छ रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, जुन चाहिँ नि कोलोराडोको अथवा कोलोराडोमा रहेका नेपालीहरूको सबैभन्दा पुरानो संस्था हो।
म त्यो संस्थासँग पनि आबद्ध छु। म त्यो संस्थाको कोषाध्यक्ष हुँ अहिले। र हामीले नेपाल र नेपालीहरूका लागि जे जति सकिन्छ आफ्नो तर्फबाट र व्यक्तिगत र संस्थाको तर्फबाट धेरै सरसहयोगहरू पनि गरेका छौँ। अब यो विगत अस्ति भर्खर गएको भूकम्पको कारणले जति क्षति भए र त्यसका लागि पनि हामीले धेरै नै सहयोग जुटायौँ र त्यसलाई कति नेपालको रेड क्रसलाई पठायौँ, कति चाहिँ नि हाम्रो महामहिम राजदूत ज्यूलाई हस्तान्तरण गऱ्यौँ, नगद हस्तान्तरण गऱ्यौँ र विभिन्न नगद र अन्य जिन्सी सामानहरू पनि हामी नेपाल आउँदा पनि मैले पनि बोकेर ल्याएको थिएँ। प्रत्येक मान्छे जो नेपाल आउँदै थियो उसले केही नभए पनि एक सुटकेस यो डाक्टरहरूलाई चाहिने सामानहरू जुन चाहिँ तपाईँको लगभग $20,000 बराबरको हुन्छ एउटा प्याकेज, त्यो हामीले बोकेर थुप्रो मान्छेले ल्यायौँ। मैले पनि एउटा ल्याएको थिएँ र यहाँको एउटा डाक्टरहरूको समूह रहेछ, उहाँहरू चाहिँ गाउँ गाउँ गएर पीडितहरूलाई सहयोग गर्ने, उपचार गर्ने त्यस्तो काम गर्नुहुँदो रहेछ। उहाँहरूसँग समन्वय गरेर हामीले हाम्रो संस्थाको तर्फबाट त्यो पनि गरेका छौँ र आगामी दिनहरूमा पनि जे जति सकिन्छ व्यक्तिगत र सामूहिक रूपमा जे जस्तो सहयोग गर्न सकिन्छ त्यस अनुसार सहयोग हामी गर्नेछौँ। श्रोता महानुभावहरू, हामी यतिखेर मणिराज बस्नेतसँग प्रत्यक्ष रूपमा बोलिरहेका छौँ। उहाँ कोलोराडोमा बस्नुहुन्छ विगत 11 वर्षदेखिबाट र यो भूकम्प नेपालमा गइसकेपछि उहाँ चाहिँ नेपाल आउनुभयो, केही सहयोगका साथमा पनि आउनुभयो, पारिवारिक भेटघाटको निम्ति आउनुभयो। यति मात्रै उहाँको नेपाल बसाइको क्रममा भएन, सङ्गीतकार बालन्द राईसँगको भेटघाटपछि उहाँले प्रवासी मन भन्ने एउटा गीती सङ्ग्रह पनि बजारमा ल्याउनु भएको छ। त्यसमा निकै लोकप्रिय गायकहरूले त्यो गीत गाउनु भएको छ। म देखिरहेको छु मनिला सोताङ, सत्यराज आचार्य, स्वरूप राज आचार्य, मनोज राज, शिव परियार र मेलिना राई जस्ता सिद्धहस्त नेपाली साङ्गीतिक क्षेत्रका कलाकारहरूले यसमा यो स्वर दिनुभएको छ र यो सम्पूर्ण गीतको सङ्गीत चाहिँ पुराना सङ्गीतकार बालन्द राईले गर्नुभएको छ भने यो गीती सङ्ग्रहको निर्माणको काम मेनुका बस्नेतले गर्नुभएको छ। मणि सरलाई एउटा कुरा सोध्न मन लाग्यो, नेपालमा बस्दाखेरि तपाईँ साङ्गीतिक क्षेत्रमा हुनुहुन्थ्यो हुनुहुन्थेन त्यो परको विषय भयो, तर तपाईँ अहिले नेपालमा आउँदाखेरि एउटा प्रवासी मन भन्ने गीती सङ्ग्रह पनि तयार गर्नुभयो। यो तयार कसरी भयो? तपाईँलाई यो गीत लेख्ने सुरुवात कहिलेबाट गर्नुभयो? यो रेकर्डिङ को अब गर्नुपर्छ भनेर यो वातावरण कसरी मिल्यो मलाई अलिकति भनिदिनुहोस्। हजुर, यो प्रवासी मन मेरो तेस्रो एल्बम हो। मैले विगतमा अन्य 2टा एल्बम पनि गरिसकेको थिएँ। जुन पहिलो एल्बम मैले 2006 तिर आदरणीय दाई सङ्गीतकार शक्ति बल्लभज्यूसँग पीडा नाम दिएर एउटा एल्बम निकालेको थिएँ। त्यसपछि 2009 मा शिव परियार सँग मिलेर भनौँ अथवा उहाँसँग सहकार्य गरेर उहाँको एकल सङ्गीतमा र मेरो रचनामा फाटेको मन भन्ने एल्बम निक्लियो र जुन फाटेको मन एल्बमको टाइटल सङ्ग थियो फाटेको मन भन्ने। त्यसले मलाई एउटा गीतकारको रूपमा अझै राम्रोसँग चिनायो र गीत लेख्ने कुरो चाहिँ नि प्राय म नेपालमै हुँदा पनि हल्का रूपमा लेख्थेँ। त्यसलाई गीतै भनेर त लेख्ने थिइनँ, यसो कविता जस्तो 2-4 लाइन लेख्थेँ राख्थेँ। जुन मैले अहिले नेपाल आउँदाखेरि 2058 सालतिर लेखेको 1-2टा त्यस्ता गीतहरू पनि मैले फेला पारेँ र मेरो लेखन कार्य भन्दा कहिलेदेखि सुरु भयो भन्दा चाहिँ नि अब जुन मैले अहिले मेरो पुराना गीतहरू भेटेँ त्यो हिसाबले मैले 2058 सालदेखि नै लेख्दो रहेछु र 60 सालमा म विदेश लागेँ। त्यसपछि विदेशमा गएपछि अझ बढ्ता लेख्न थालेँ। अब त्यही हो, विदेशमा एक्लै थिएँ म, घर परिवार सबै यतै। अनि अब एक्लो भएपछि यसो फुर्सदको बेला के हुन्छ भन्दा त्यही हो, अब नेपाल सम्झिने, घर परिवार सम्झिने त्यस्तो हुँदो रहेछ, एकदम पीडा हुँदो रहेछ। अनि त्यो यसो 2-4 लाइन लेख्यो
अनि अब कतिखेर कुन मुड आउँछ लेख्यो। अनि यही गाउँघर देश आफन्त परिवार साथीभाइहरूको सम्झनामा लेख्दै जाँदाखेरि अब धेरै लेखिएछ। अब नि त्यसबाट अब एउटा एल्बम निकालौँ त भन्ने भयो र एल्बम निकाल्ने क्रममा अहिले यो प्रवासी मन मेरो तेस्रो एल्बम सङ्गीतकार बालनन्द राईज्यूले सङ्गीत दिनुभएको छ, त्यहाँसम्म आइपुगेँ र धेरै खुसी पनि लागेको छ। नेपालमा बस्दाखेरि पनि लेख्नुभयो, तर तपाईँभित्र भएको भावना सबै निस्किएन जब तपाईँले नेपाल छोड्नुभयो भौतिक रूपमा, भौगोलिक रूपमा। त्यसपछि जब तपाईँले भावनामा नेपाल बोकेर बस्न थाल्नुभयो, अझ बढी नेपाल तपाईँसँग भयो, अझ बढी तपाईँभित्रका भावनाहरू निस्किए। मलाई यो भावनामा नेपाल बोकेर बाँच्नु र भौगोलिक रूपमै मनमा नेपाल लिएर बाँच्नुमा निकै ठुलो अन्तर छ जस्तो लाग्छ। तपाईँहरू भावनामा नेपाल लिएर बस्ने मान्छेहरू कस्तो हुन्छ? कहिलेकाहीँ तपाईँहरूलाई नेपाल छोडेर गएकाहरू भनेर पनि कतिले भन्छन्, तर यो बिचमा तपाईँ लगायत प्रवासमा बस्ने नेपालीहरूले निकै ठुलो गुण लगाउनु भएको छ नेपालीहरूलाई। यस्ता कुराहरूले कहिलेकाहीँ पिरोल्दाखेरि कस्तो फिल हुन्छ? अब यस्ता कुराहरूले त दुःख लाग्छ अवश्य नै, तर पनि अब म व्यक्तिगत रूपमा चाहिँ नि त्यसलाई धेरै गहिरिएर सोच्दिनँ, धेरै ठुलो कुरा लिन्न। अब हो हामी नेपाल छोडेर गयौँ, अब नगएर पनि के गर्ने, नेपालमा बसेर पनि अब गर्न सक्ने खासै त्यस्तो केही छैन। तपाईँको म नेपालमा भइदिएको भए म यो तेस्रो एल्बम होइन, मैले एउटा पनि एल्बम पनि निकाल्न सक्ने अवस्था थिएन मेरो, र मैले निकाल्न पनि सक्ने थिइनँ। अब नेपाल छोड्नु चाहिँ नि अब मेरो हिसाबमा हामी सम्पूर्ण जति पनि विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरू छौँ, यो हाम्रो बाध्यता हो, व्यवस्था हो। किनभने नेपालमा अवसर छैन। अवसरको खोजीमा मान्छे अब जहाँ पनि पुग्नु पर्दो रहेछ र पुगिन्छ। नेपाल छोड्दैमा यसले नेपाल बिर्सियो भन्ने कुरो, अनि फेरि पछि नेपाल आयो, आखिर आउनै पर्दो रहेछ त किन जानु भन्ने जस्तो कुराहरू चाहिँ अलि खड्किन्छ मनमा होइन। अब त्यस्तो त्यो हिसाबको होइन। अब नेपालमा बसेर के गर्ने त, नेपालमा अवसर हुनु पर्यो। अब तपाईँले नै भन्नुहोस्, अब विदेशमा अहिले कति नेपालीहरू छन्, खाडी मुलुकदेखि लिएर अमेरिका, अस्ट्रेलिया, इजरायल अनेक ठाउँमा छन्। ती सबै नेपाली नेपाल आयो भने के गर्ने? अहिलेको स्थितिमा त नेपाल यस्तो छ, भद्रगोल छ। ती नेपालीहरू फेरि सबै फर्केर आए भने तिनीहरूलाई कहाँ काम गर्ने, के खाने, त्यो हिसाबले पनि सोच्नुपर्छ। र आखिरमा अब लास्टमा आउने त नेपालै हो मेरो चाहिँ हिसाबमा। म अमेरिकामा रहे पनि मैले सायद उहीँको सिटिजन लिउँला, ग्रिन कार्ड लिउँला, के होला होइन, जे भए पनि लास्टमा आउने भनेको चाहिँ आफ्नो मातृभूमि, आफ्नो गाउँ नै हो। मेरो चाहिँ त्यो सोचाइ छ।
तिर लान्छ पत्तै नपाई कतिखेर कहाँ बेग हान्छ हो एकातिर लान्छु भन्यो अर्कोतिर लान्छ पत्तै नपाई कतिखेर कहाँ बेग हान्छ टुङ्गो कहिल्यै नहुने भो बेवारसी जिन्दगानी जता जता आधी चल्छ उतै उड्दै जाने रहेछ जिन्दगानी चैत मासको उरी जस्तै रहेछ जिन्दगानी खोला पारी कहिले काँडा घारी स्थिर कहिले नहुने भोसाउने भेल सरी हो कहिले फल्छ खोला पारी कहिले काँडा घारी स्थिर कहिले नहुने भोसाउने भेल सरी उतै बग्दै जाने रहेछ जिन्दगानी चैत मासको उरी जस्तै रहेछ जिन्दगानी कहिले त कहिले उता बढारिँदै जाने रहेछ जिन्दगानी चैत मासको उरी जस्तै रहेछ जिन्दगानी अब एकैछिन सङ्गीतको कुरा गरौँ। तपाईँले नेपालमै बसेर पनि गीतहरू सुन्नुभयो, मिडियाहरू बुझ्नुभयो, अमेरिका गएर पनि त्यहाँको सङ्गीतको माहौल देख्नुभयो, अनुभव गर्नुभयो। अहिले फेरि आफै गीतकार भएर गीत पनि प्रकाशन गरिरहनु भएको छ। नेपालको सङ्गीतको अवस्था कस्तो पाउनुभयो उहाँ बसेर हेर्दाखेरि, र नेपालको सङ्गीत विश्व सङ्गीतमा पुग्नलाई चाहिँ कति समय लाग्ला अथवा के गर्नु पर्ला? अब मेरो विचारमा नेपालको सङ्गीत त अब धेरै राम्रो छ नै। अब एउटा नेपालीको हैसियतले पनि मैले भन्नै पर्ने हुन्छ। र नेपालको सङ्गीतको विकासको बारेमा अब मलाई त्यति अब त म ज्ञान त छैन, म त्यसको विज्ञ त होइन। तर पनि अब म पहिलेदेखि नै बच्चैदेखि नै एकदम गीत सङ्गीत सुन्ने, एकदमै मन पराउने, धेरै गीत सङ्गीत सुन्छु म। अनि म प्राय गरी लोकगीतहरू एकदमै मनपर्छ, आधुनिक गीतहरू पनि सुन्छु। तर लोकगीतप्रति अलि बढी झुकाव पनि छ। एकदम मनपर्छ मलाई त्यो लोकगीतको शब्दहरू जुन दोहोरी हुन्छ नि, केटाले एउटा कुरा भन्छ, केटीले अर्को फर्काउने, त्यस्तो त्यो शब्दहरू ध्यान दिएर सुन्दा एकदम एक किसिमको छुट्टै रमाइलो अनुभव हुन्छ, राम्रो लाग्छ। अब नेपाली लोक सङ्गीत हाम्रो तपाईँको अब खाँटी नेपाली लोक सङ्गीत के हो त? त्यसलाई बुझेर त्यसको जगर्ना गर्नतिर लाग्ने हो कि? जस्तो अब एउटा गीत छ नि हाम्रो रेशम फिरिरी, तपाईँको अमेरिकामा त्यहीँ बसेका त्यहीँका लोकल मान्छेहरूले पनि गाउँछन् रेशम फिरिरी, त्यति चर्चित छ। अब त्यसको
त्यति राम्रो छ। अब यसलाई कसरी बचाउने होइन। अब यस्ता गीतहरू थुप्रै छन्, नेपाली गीतहरू, पुराना लोकगीतहरू, जुन खाँटी लोकगीत, जुन अहिलेको जस्तो कोठी लोकगीत नभएर, कोठामा बसेर बनाइने लोकगीत जस्तो नभएर, पुराना साँच्चीकै गाउँघरबाट ल्याएको जो विभिन्न लोकहरूको त्यो लय पाका हुन्छ नि, सङ्कलन गरेर ल्याएको खाँटी लोकगीत र हाम्रो लोकसङ्गीत, हाम्रो संस्कृति एकदम राम्रो छ। र यसलाई अब कसरी जोगाउने भन्नेतर्फ चाहिँ नि अब सम्बन्धित निकाय भनौँ, अब कुनै सरकारी निकाय अथवा सङ्गीत सम्बन्धी सङ्घ संस्थाहरू, यिनीहरू मिलेर अब यसलाई कसरी विश्वव्यापी रूपमा अगाडि बढाउने, हाम्रो संस्कृति झल्काउने र यसलाई कसरी जगेर्ना गर्नेतर्फ चाहिँ नि सोचेर उहाँहरूले लाग्नुभयो भने राम्रो हुन्छ होला। तपाईँसँग अर्को एउटा जिज्ञासा राख्न मन लाग्यो। तपाईँले यो 3वटा गीती सङ्ग्रह बजारमा ल्याउनुभयो, तपाईँले पसिनासँग साटेको धेरै रुपियाँ यसमा लगानी गर्नुभएको छ। त्यो पैसा तपाईँको पसिनासँग साटिएको पैसा हो। तपाईँ प्रवासमा बसेर त्यहाँका कलाकारहरूको जीवनस्तर हेर्नुभयो भने कलाकारहरूको आफ्नै जेड छ अरे, के छ अरे भन्ने हामी सुन्छौँ। कलाकारको सम्पत्ति यति छ अरे भन्ने पनि सुन्छौँ। तर नेपालमा कलाकारहरू चाहिँ बस्न नसकेर, बाँच्न नसकेर अमेरिका पलायन भयो अरे भन्ने सुन्छौँ। त्यहाँ के हुँदो रहेछ र कलाकारहरूले त्यसरी आफ्नो जीवनशैली एउटा जीवनशैली बाँच्दा रहेछन् र यहाँ कलाकारहरूलाई के नभएर चाहिँ प्रवास हिँड्नुपर्ने रहेछ? अब यसको बारेमा अब खासै अब म व्यक्तिगत रूपमा त कलाकार भन्न म रुचाउँदिनँ, तर पनि हेर्दाखेरि अब त्यहाँको र यहाँकोसँग तुलना गर्ने स्थिति नै देख्दिनँ म। त्यहाँ आफ्नै नियम छ, रुल्स छ, रेगुलेसन छ, त्यसलाई फलो गर्छन् सबैले। अब कसैले एउटा नियम मिच्यो भने चाहे त्यहाँको राष्ट्रपति नै किन नहोस्, उसले कारवाही भोग्नुपर्छ। सबै कुरा अब फलोअप हुन्छ। हाम्रो नेपालमा तपाईँको नियम बनायो, नियम बनाउनेले नै नियम मान्दैन। अब यहाँ गीत सङ्गीतमा पनि त्यस्तै छ जस्तो लाग्छ मलाई अहिले। अब सिडी बिक्रीको त कुरै भएन, बिक्री हुने अवस्थै छैन। यो फेरि सिआरबिटी पिआरबिटी के निकालेको छ। यसबाट पनि लगानीकर्ताले त पाउने भने एउटा एकचोटि एउटाले 12-13 रुपियाँ लगानी गरेर सिआरबिटी किन्छ, जुन लगानीकर्ताले पाउने 70 पैसा अरे। मेरो पुरानो एल्बमको अनुभव यो। त्यो 70 पैसामा पनि अब त्यो अर्को कता गीतकार सङ्घ छ अरे, अर्को सङ्गीतकार सङ्घ छ अरे, अनि तिनीहरूलाई पनि के दिनुपर्छ अरे। अब त्यसमा पनि त्यो कटाएर कति पाउने त्यो थाहा छैन। मैले अस्ति मेरो सेकेन्ड एल्बमको त्यो कुरा गर्दाखेरि तपाईँले पाउने 70 पैसा हो र त्यसमा पनि अब तपाईँले डाइरेक्ट दिन मिल्दैन भन्ने कुरा गरेर मैले त्यसमा त्यतिकै छोडेर हिँडेँ। मैले लगभग 5-7 हजार आउने रहेछ। त्यसमा पनि कता कता बाँड्नुपर्छ अरे। अब आखिर अनिखेरि अब गीत सङ्गीत सुन्न चाहिँ सुन्छन् धेरै नै, तर विभिन्न अब भनौँ न पेन ड्राइभबाट कपी गर्ने, मोबाइलबाट कपी गर्ने, त्यस्तो स्थिति भएको हुँदा अब यहाँ कुनै नियमै छैन। अब कसैले नियमै मान्दैन, एल्बममै बिक्री हुँदैन, अनि कलाकारले अब गाएर मात्रै पनि भएन, उसको पनि आफ्नो व्यक्तिगत जीवन हुन्छ। जीवन निर्वाह गर्नको लागि चाहिने भनेको पैसै हो, पैसा भएन भने केही पनि हुँदैन। अब उसले अब आफ्नो नियमित जीवनयापन गर्नको लागि अब कठिन भएर पनि होला अब कलाकारहरू विदेश पलायन हुनुपर्ने स्थिति छ जस्तो लाग्छ मलाई। श्रोता महानुभावहरू, हामी यतिखेर गीतकार मणिराज बस्नेतसँग कुराकानी गरिरहेका छौँ। उहाँको अब नेपालको बसाइ जम्मा 7 दिन मात्र बाँकी छ र उहाँ यो बेलामा भूकम्प पीडितहरूलाई सहयोग गर्न, पारिवारिक भेटघाटका लागि र केही साङ्गीतिक कर्मका लागि नेपाल आउनु भएको थियो। मणि सर, तपाईँसँग कुराकानी गरेर एकदमै खुसी लाग्यो। नेपालबाट के लिएर जाँदै हुनुहुन्छ? अब नेपालबाट त मैले सम्पूर्ण नेपालीहरूको माया बोकेर जाँदैछु। मेरो आफन्त इष्टमित्र, घर परिवार, साथीभाइ र त्यही हो याद, एउटा मिठो याद जुन यसपालि म नेपाल आउँदा मैले यो एउटा महसुस गर्ने मौका पाएँ। समयवश गीत रेकर्डिङदेखि लिएर सम्पूर्ण कार्यहरू कसरी हुँदो रहेछ भन्ने कुरा
मैले हाम्रा आदरणीय दाई सङ्गीतकार बालन्द राईज्यूसँग बसेर सबै कुरा हेर्ने मौका पनि पाएँ। यो पनि एउटा मेरो लागि नयाँ अनुभव हो र यो चोटिमा मैले एउटा पूर्वेली लोकगीत पनि गाएँ। त्यो मेरो मनको एउटा धोको थियो, रहर मात्रै हो, त्यो मैले प्रयास गरेँ, भए हुन्छ नभए ठिकै छ भनेर एकचोटि प्रयास गरेको थिएँ र राम्रै भयो, सबैले मन पराइदिनु भयो। त्यसमा पनि म खुसी छु, मेरो त्यो एउटा इच्छा पनि पुरा भयो। र म गायक त होइन, मैले एउटा रहर मात्रै हो, जुन एउटा रहर थियो त्यो पुरा गरेँ। र अर्को कुरो, अब यो प्रवासी मन एल्बम बजारमा निस्किँदैछ, त्यसको लागि आदरणीय देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई एकचोटि यो एल्बमका गीतहरू सुनिदिनु होला। प्राय गरी यो एल्बममा अब नामैले झल्काउँछ प्रवासी मन, प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको मनको पीडालाई मैले उतार्ने जमर्को गरेको छु, जुन मैले आफैले पनि भोगेको पीडाहरू हुन्। त्यस हिसाबले एकचोटि यो एल्बम सुनिदिनु होला र कुनै सल्लाह सुझाव प्रतिक्रिया केही छ भने मलाई basnetmoney@hotmail.com मा चाहिँ नि पठाइदिनु होला र आगामी दिनहरूमा म त्यसलाई फलोअप गरेर मेरो अर्को एल्बममा कसरी राम्रो गर्न सकिन्छ भनेर म त्यसलाई चाहिँ नि अब कोसिस गर्नेछु। तपाईँहरूको सल्लाह सुझाव के हुन्छ त्यसलाई हेरेर मैले के गर्नुपर्ने रहेछ र के कमी भएछ भन्ने कुराहरू भनिदिनु भयो भने मलाई सजिलो हुनेछ। मनको तिर्खा मेटौँ भने फेवा ताल्ने सुख छ, मनको पीर भनौँ भने माछा पुछ्रे झुक्छ। वास्तवमा कवि, साहित्यकार, गीतकारहरूको मनभित्र त्यति धेरै चिज हुन्छ, त्यसले गर्दा यो एउटा सानो अन्तर्वार्तामा तपाईँका मनभित्रका सबै भावनाहरू हामीले समेट्न सकेका छैनौँ। तर प्रतिनिधिमूलक तपाईँको प्रवासी मन गीती सङ्ग्रह हामी कार्यक्रम मार्फत अरू समयमा पनि प्रसारण गर्नेछौँ र आज पनि केही गीतहरू हामीले सुन्यौँ। यो बिचमा मैले सोध्नलाई बिर्सेको, तपाईँलाई भन्नै मन लागेको केही छ भने अन्तिममा भनिदिनुहोस्। अब खासै त्यस्तो त केही पनि छैन। अब तपाईँले भने जस्तै अब कुरा गर्दै जाँदा हामीले अब समयको पनि ख्याल गर्नुपर्ने हुन्छ। त्यही भन्छु, अब सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट नमस्कार र फेरि एकचोटि भन्दैछु, प्रवासी मन एल्बम प्रवासमा रहनुभएका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्ने एउटा एल्बम हो र जसमा सङ्गीत रहेको छ बालन्द राईको। एकचोटि सुनिदिनु होला र प्रतिक्रिया सुझावहरू केही छ भने पठाइदिनु होला र तपाईँ लगायत रेडियो हिमालयका सम्पूर्ण टिमहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हवस्, धन्यवाद। यतिखेर हामी कुराकानी गरिरहेका थियौँ मणिराज बस्नेतसँग। उहाँको प्रवासी मन गीती सङ्ग्रह नेपालका लोकप्रिय कलाकारहरूको आवाजमा रेकर्ड भइसकेको छ र बजारमा आउने तयारीमा छन् र केही गीतहरू हामीले सुन्यौँ र अझै केही गीतहरू तपाईँहरूले हाम्रो रेडियो मार्फत सुन्न सक्नुहुनेछ। फेरि पनि म भन्छु, मनिला सोताङ, सत्यराज आचार्य, स्वरूपराज आचार्य, मनोज राज, शिव परियार, मेलिना राई लगायतका कलाकारहरूको यसमा स्वर रहेको छ। पक्कै पनि प्रवासीको मन चाहिँ लाखौँ प्रवासी नेपालीहरूको मन हुनेछ र यो मणिराज बस्नेतले लेखे पनि यो सबै प्रवासी नेपालीहरूको साझा मन बनोस्, हाम्रो तर्फबाट शुभकामना। र आजको प्रसारणबाट म बुद्धि विश्वकर्मा पनि बिदा हुन्छु। यसपछि पनि तपाईँ रेडियो हिमालय.com बाट निरन्तर रूपमा नेपाली गीत सङ्गीतहरू सहित विविध कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। कार्यक्रमका विषयमा कुनै प्रतिक्रिया छन् भने हामीलाई लेख्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले हाम्रो स्काइप आइडी radio.himalay एड गरेर त्यहाँ पनि मेसेज छोड्न सक्नुहुन्छ अथवा हाम्रो फेसबुक पेजहरूमा गएर पनि तपाईँले मेसेजहरू लेखिदिन सक्नुहुन्छ। तपाईँको प्रतिक्रियाको अपेक्षा राख्दै आजको प्रसारणबाट म बुद्धि विश्वकर्मा बिदा हुन्छु। नमस्ते, शुभरात्रि नेपालबाट।
परदेशी जीवन बिरानो ठाउँ बसुमा कसरी मायालु मेरी नौ डाँडा पारी हो मायालु मेरी नौ डाँडा पारी देखुमा कसरी हो देखुमा कसरी परदेशी जीवन भाग्यमा यस्तै लेखेको रहेछ परदेशी हुनलाई हो भाग्यमा यस्तै लेखेको रहेछ परदेशी हुनलाई दैवले जोडी छुट्याइदियो सम्झेर रुनलाई दैवले जोडी छुट्याइदियो सम्झेर रुनलाई दैवले जोडी छुट्याइदियो सम्झेर रुनलाई आफन्त अनि साथी र भाइ बिर्सुमा कसरी मायालु मेरी नौ डाँडा पारी हो मायालु मेरी नौ डाँडा पारी देखुमा कसरी हो देखुमा कसरी परदेशी जीवन न कोही साथी न कोही संगी न कोही आफन्त हो न कोही साथी न कोही संगी न कोही आफन्त हजारौं हुलको भिडमा पनि मन हुन्छ एकान्त हजारौं हुलको भिडमा पनि मन हुन्छ एकान्त हजारौं हुलको भिडमा पनि मन हुन्छ एकान्त बिरह बीच अल्झेको मनलाई बुझाउमा कसरी मायालु मेरी नौ डाँडा पारी हो मायालु मेरी नौ डाँडा पारी देखुमा कसरी हो देखुमा कसरी परदेशी जीवन रेडियो हिमालय
तपाईँ सुनिरहनु भएको छ रेडियो हिमालय .com।